मलाई के को स्वार्थ छ रविजीसँग? न म उहाँको पार्टीको कार्यकर्ता हो, न रविजीले मलाई मन्त्री बनाइदिने हो, न रविजीले मलाई चुनाव जिताइदिने हो। मैले जे देखेँ त्यही भन्ने हो। मैले त्यतिखेरै भनेको थिएँ अब नाम नतकौँ, यी 2-3 जना अहिले गए, यी सबभन्दा नजिक थियो नि पहिला। मन्त्री पनि खाए कसैले प्रमुख सचेतक पनि खाए। त्यो चुनाव जितेर खायो होइन नि त। रविजीको सेन्टिमेन्टमा भोट आएपछि त्यहाँबाट खाएको हो नि त होइन। यिनीहरू यसो नगर, कमसेकम सुविधा गौतमहरूलाई अगाडि ल्याइदेऊ। मैले त भने पनि किन चुनाव जितेर आएका मान्छे उनीहरू मन्त्री हुँदा राम्रै हुन्छ, किनभने जनताको कदर पनि हुन्छ भन्दा केही साथीहरू रिसाए। अब अहिले लास्ट रविलाई अप्ठ्यारो पऱ्यो बेला सबभन्दा अगाडि तिनीहरूले कुलेलामा ठोके। अब अहिले पनि एउटा समूह त छ त त्यहाँ, खतरा समूह। अब अस्ति के प्रस्ताव लिएर आयो, मसँग कुरा गरेर त्यो समूहले के प्रस्ताव लिएर रविजीलाई हटाएर सभापतिबाट हटाउने, अब नाम नतकौँ को हलाना फलाना व्यक्तिलाई सभापति बनाउने, उसलाई कार्यकारी बनाउने, उसलाई शिरोमणि बनाउने भनेपछि त्यो त रविजीलाई सदाका लागि तिमी जेलमै बस्छ, तिम्रो सेन्टिमेन्टमा भोट आउँछ, हामी चाहिँ बाहिर राज गर्छौँ भने आउँथ्यो। धन्य त्यो कुरा रविजीले बुझ्नुभयो, धन्यवाद भन्छु। मैले सुझाव पनि दिएँ रविजीलाई यो कुरा है, यसो नगर है। एउटा समूहले तपाईँसँग आएर प्रस्ताव राखिसकेपछि तपाईँको रविजीको भेट भयो? भेट भएपछि मैले भने राम्रोसँग यसो नगर्नु, बाहिर ल्याएर ल डेलिगेसन गरौँ, म आउँछु भने त रवि लामिछानेलाई निकाल्नु पऱ्यो, ल साथीहरू सबजना आउँ, अदालतले फैसला गर्नु पऱ्यो, अनि फैसला गरेर आऊ, त्यतिकै नआऊ, ल फैसला छिटो गर भनेर दबाब दिनुहोस्, म आउँछु ल, म रापरवाको मान्छे म आउँछु ल। ओके, अब अलिकति त्यो गर्दैनन् यिनीहरू। किन गर्दैनन् भने त्यो गरेपछि रवि बाहिर निस्किदियो भने चाहिँ सेन्टिमेन्ट भोट कसरी ल्याउने भन्ने एउटा समूह छ क्या त्यहाँभित्र। बिचरा रविलाई हटाएर अर्कालाई सभापति बनाउने भन्ने समूह छैन त्यहाँभित्र। अस्ति ट्राई गरेन त्यो समूहले, रवि लामिछानेलाई हटाएर उतापट्टि राख्ने अरे त्यो समूहको माग। मैले त्यतिखेरै भने ए बाबा यो 2-4 जना मान्छे चिनाइ रवि दाइ भनेको थिएँ मैले। अनि तिनीहरूले पार्टी पनि जोडेर गइसके। ती त्यतिखेर रविजीको सबभन्दा नजिकका मान्छे थिए। हेर्नुहोस् एउटा कुरो के हुन्छ भने स्वार्थमा जोडिएको मान्छे र निस्वार्थमा जोडिएको मान्छे फरक हुन्छ। तपाईँ मसँग स्वार्थमा जोडेर मेरो स्वार्थ पुरा हुन्छ मसँग भने त्यो छोडिदिनु। दुःख रविलाई छ बिचरा, उहाँलाई दुःख छ, जेलमा बस्नु कस्तो अवस्था हुन्छ भन्ने कुरा त सबैले बुझ्नुहोस्। किन त्यो जेलमा बस्दाखेरि त्यो बाहिर बसे जस्तो हुँदैन क्या, जेसुकै भए पनि मनस्थिति पनि कमजोर हुन्छ। रासोपाको शक्ति कत्रो हो अहिले? मलाई किन सोध्नुहुन्छ रासोपाको प्रवक्तालाई? देख्दाखेरि कस्तो लाग्छ? मनिषालाई सोध्नु